अलिक डिस्टेन्स नमस्ते है यहाँ एकछिन ल यो आज हामी यो सालु तल्लो गाउँमा जो चाहिँ एकदमै यो रेड जोन एरिया घोषित भएको है हिजो मात्र यहाँनिर ऱ्यापिड टेस्ट गर्दाखेरि 21 जना पोजिटिभ भेटेको है र उहाँहरूलाई आज श्रीमान अध्यक्ष विमल गुरुङज्यूको बाहुलीबाट यो राहत सामग्री वितरण भइरहेको छ। सम्पूर्ण गाउँै एउटा गाउँ बाँचेको छैन, एउटा घर बाँचेको छैन, एउटा घरमा कोही न कोही सङ्क्रमित भएको हामीले पायौँ र अध्यक्ष विमल गुरुङज्यू त्यही समाचार पाएर त्यही सन्देश पाएर आज सम्पूर्ण गाउँलाई नै सेनिटाइज गर्न आफ्नो टोलीसँग यहाँ आइपुग्नु भएको छ र त्यो सँगसँगै उहाँले चामल, दाल, तेल, नुन आदि खाद्य सामग्रीहरू वितरण गरिरहनु भएको छ। तपाईँहरू देख्नुहुन्छ है यहाँ हाम्रो तपाईँहरू देखिरहनु भएको छ। रञ्जन सम्पूर्ण गाउँले यहाँ भेला भइरहेको छ है। एउटा सोसियल डिस्टेन्स मेन्टेन गरेर अध्यक्ष विमल गुरुङज्यूले होइन आफै एकदमै सम्पूर्ण पिपी किटमा लेस भएर आफू पनि सुरक्षित बसौँ र अरूलाई पनि सुरक्षित राखौँ, आफू पनि बाँचौँ अरूलाई पनि बचाउँ भन्ने उद्देश्य लिएर उहाँ आइपुग्नु भएको छ। देख्न सक्नुहुन्छ अब दार्जिलिङ यहाँदेखि धेरै टाढो छ र पनि उहाँहरूको सन्देशलाई उहाँहरूले गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै सिरोपर गरेर अध्यक्ष विमल गुरुङज्यू दार्जिलिङबाट यहाँ आउनु भएको छ र यसरी राहत सामग्री वितरण गरिरहनु भएको छ। सेनिटाइजर सँगसँगै यहाँनिर राहत सामग्रीहरूको पनि अभाव भएकोले गर्दा यस क्षेत्रवासीहरूमा हामी यो जुन चाहिँ सेनिटाइजेसन अभियान छ त्यो लिएर क्षेत्र गयौँ, घर गयौँ है। सम्पूर्ण घरहरूमा एकजना न एकजना पीडित रहेको छ, सङ्क्रमित रहेको देख्यौँ। हिजो मात्रै ऱ्यापिड टेस्ट गर्दाखेरि 21 जना चाहिँ यो पोजिटिभ भेटेको है। त्यसलाई मध्यनजर गरेर अध्यक्ष श्रीमान विमल गुरुङज्यू यहाँ आइपुग्नु भएको छ होइन। घरमै हामीले पीडितहरू भेट्यौँ, घरमा नै हामीले सङ्क्रमित रोगीहरू भेट्यौँ है। र अध्यक्ष विमल गुरुङज्यू यहाँ आएर यसरी सेनिटाइज गर्दाखेरि एकदमै खुसी उहाँहरू भन्नुभएको छ। हामी यो केही बेर अघि यो गाउँको चेपचेप गएर सेनिटाइज गर्ने कार्य गऱ्यौँ है अध्यक्ष श्रीमान विमल गुरुङज्यूको दिशानिर्देशमा। र प्रत्येक घरमा एक जना कोरोना सङ्क्रमित रहेको हामीले पायौँ र अहिले अध्यक्ष श्रीमान विमल गुरुङज्यू आफै पनि आउनुभएको छ र यसरी हौसला दिँदै गइरहनु भएको छ। सम्पूर्ण घरमा प्रत्येक घरमा नै एक जना रोगी भइरहेको छ र गाउँमा आउनु जानु पनि प्रतिबन्ध लगाइएको छ र पनि उहाँहरूको मनोबल बढाउनको निम्ति, उहाँहरूलाई हौसला प्रदान गर्नको निम्ति तपाईँहरू डराउनु पर्दैन है, राम्रो दबाई खानु भन्दै अध्यक्ष श्रीमान विमल गुरुङज्यू यहाँ आइपुग्नु भएको छ र बिमारीहरूको मनोबल बढिरहेको छ। यसरी यो सुनसान जग्गामा
आज यहाँ सम्पूर्ण टोली नै आइपुग्दाखेरि अध्यक्ष श्रीमान विमल गुरुङज्यू एवं उनको टोली नै आउँदाखेरि यो बिमारीलाई हामी जित्नु सक्ने रहेछौँ, यो बिमारीलाई जित्नु सक्ने हाम्रो मनोबल रहेछ भनेर यसरी अध्यक्ष विमल गुरुङज्यूले मनोबल बढाउँदै गइरहनु भएको छ है। यहाँ सम्पूर्ण क्षेत्र नै सेनिटाइज गरियो अघि नै, यो घरभित्रहरू पनि अध्यक्ष विमल गुरुङज्यूको दिशानिर्देशमा रुममा गएर कोठा कोठामा गएर हजुर सेन्टर पनि बनाएको छ है। यहाँनिर गाउँवासी र यसरी बिमारीहरूलाई पनि हौसला प्रदान गर्दै जानु हुँदैछ है, नडराउनु। र तपाईँहरू बहिनीहरू कति दिन भयो तपाईँ आइसोलेसनमा? र